नमस्ते वेलकम ब्याक टु माई नेक्स्ट ब्लग। नेक्स्ट दिनको सुरुवात भइसकेको छ। दिनको सुरुवात त अब गाउँमा त बिहानै 4 बजेबाट हुन्छ। मेरो चाहिँ अब अहिले कति भयो भने 8 बजे सुरुवात भइसकेको छ। र आज एकदम यहाँ हाम्रा घरका जनताहरू पुरा पकाउन खाना आफ्नो काममा व्यस्त छन्। अब बाहिर परेर पुरा पानी हुँदैछ। आफ्नो चाहिँ दिनको सुरुवात बल्ल हुँदैछ। बाहिर के पाकिन्छ यस्तो के पाकिरहेछ के होइन। घरको अवस्था यस्तो चाहिँ लथालिङ्ग भत्ता बोल्नु गाउँ गाउँमा यस्तो छ। यहाँ के पाकिरहेछ के पाकिरहेको छ। यहाँ पनि मासु पकाउँदैछन्। तरकारी सब रेडी भइरहेको छ। रेडी सब रेडी हुँदैछ। तलको अवस्था यस्तो छ है। तल यस्तो छ अवस्था है। यस्तो छ। कसको के हो नि केही थाहा छैन। र एउटा भाइ आयो। एउटा भाइ आएर ग्यारेज खाली गरिदियो। हाम्रो ठाउँ खाली गरिदियो। पुरै चलपल ओभरै चलपल बढिसक्यो गाउँमा नि। ड्राइभरमा पनि यस्तो गाउँ बजारतिर झर्दै तेलसेल हाल्नलाई एकदम खाना तयारी खाएर कामतिर लाग्नु पऱ्यो। काम गर्ने जाँगर लाग्दैन। खाना खाएर काममा जाने तयारी गर्न लाग्छ। काम यस्तो छ। काम गर्नलाई जानै पर्ने छ। काम नगरी फेरि खान पाइँदैन। चापी लिएर अब बिस्तारै काममा जाने गाडी हिँड्यो। यता छ यहाँ बाइक त्यहाँ ट्र्याक्टर पुरै ग्यारेज सब छ यहाँ। अब बिस्तारै निस्किनु पर्छ। साढे 2 भइसक्यो। काममा नै हिँडिरहेको छु। हिँड्दैछु। पछाडि खत्रै छ। खत्रै छ मान्छेहरू बस्यो। पहिला चाहिँ अब पृथ्वीराजमा बनाउँदा पछि हुँदा चाहिँ म्याक्सिमम् मान्छे यही बाटो हिँड्थे। तपाईँहरू कति घर अहिले चाहिँ पुरै सुनसान छ। केही छैन। कोही हिँड्दैन यो बाटो। एकदम काम पर्ने र यहीँको स्थानीय हिँड्छन् होला। फाटाफुट्टा घन्टामा 1-2टा गाडीहरू भेटिन्छ बसहरू। नत्र कोही भेटिँदैन। एकदम तपाईँहरूलाई एकदम शान्त बाटो चाहिएको छ भने दमौली पोखरा यो वैकल्पिक बाटो पनि युज गर्न सक्नुहुन्छ। यो बाटोको पुरै ओह्रालो सुरु हो। पुरै ओह्रालो फेरि नपुग्छ मलाई। पुरै ओह्रालो बिस्तारै ठाडै ओह्रालो छ। यता के छ जङ्गल छ। तल यस्तो छ।
यता ओह्रालो सल्काउँदै गएर यस भ्यू गर्दा काम गर्दा गर्दै बेलुका भइसक्यो डाँडामाथि पुगिसक्यो घाम पनि ल अब घरतिर फर्किँदै हो बिस्तारै अब घरतिर पाइला सार्दै घाम पनि लास्ट भइसक्यो बाटोमा हिँड्दै अँध्यारो भयो अँध्यारै भइसक्यो फेरि यो मोड सबको गेटले पनि डह्रो डिस्टर्ब हामीलाई सवारीमा छ दमौली बजारको चहल पहल बत्ती बालिसकेको छ झिलिमिली सुरु भइसक्यो यहाँबाट चाहिँ बाटोमा भिड आकर्षित गर्दा जहाँ भयो भने मतलब हाइवेलाई छोडेर एकदम भित्री गल्लीतिर लाग्नेछ अब घर नजिक पुग्नलाई मार्गलाई पनि छोडेर आफ्नै घरको गल्लीतिर लाग्यो ठ्याक्कै सिधा देखेको घरै मेरो हो घरमै आइपुग्यो दिनको पनि काम गर्ने दिन कामको चाहिँ अन्तिम नै भयो अब हेरौँ घरमा के गर्दै रहेछ बाहिर कोही छैन काम सकाएर ठ्याक्कै घरमा इन्ट्री मार्यो कोही छैनन् घर कता व्यस्त छन् उक्लिनु त को रहेछन् हेलो जनताहरू के गर्दैछन् खै त अनि यहाँ मासु पाक्छ कि भनेको बिहान पनि म उड्दा पनि मासु पाकिरहेको थियो अहिले आउँदा नि मासु पाकेको कि भनेको होइन खै तिमीहरूले त खै यार भात त टाइममा नदिने खाले बाटो गऱ्यो होला यहाँ त अब अझै छ धेरै के बनाउनै बाँकी रहेछ होला खै यस्तै छ गाउँले परिवेशमा मेरो छोरी भनेकै नमान्ने छोरी रोस्ट बनाउनलाई रेडी छ रोस्ट बनाउनलाई यो खाएसँगै अब के हुन्छ यता रोस्ट यता के छ यहाँ के पाक्दैछ त भात दाल अचार फाइनली माछा पनि भेट्यो यो कहाँबाट लिएको जापानबाट लिएको माछा है यहाँ अब यो के अरे रोस्ट कुर्दा मुसा दौडेर खत्तम भइसक्यो तर खै खाने कति बेला थाहा छैन खाना पाक्यो अब यहाँ के छ है खै यहाँ अचार रोस्ट यो
माछा जापानिज माछा यो दाल आजलाई अब बिहान खानामा जो जता जता भए पनि अहिलेको बेलुकाको खानामा चाहिँ सबै सँगै बसेर आजको दिनको र आजको यो भ्लगको अन्त्य यहीँ गरिन्छ ल खानामा चाहिँ आज हाम्रो रोस्ट अनि दाल भात माछा अनि माछा। अचार जाँदा जाँदै लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नु होला थ्याङ्क्स फर वाचिङ